यस सर 100 2 3 4 5 6 7 8 जस्तो साथीहरु नमस्ते सबैलाई आज चाहिँ म पठाउको नाइट भ्लग बनाउन जाँदैछु यो भ्लगमा चाहिँ तपाईहरुलाई म पठाउमा पार्ट टाइम गर्दाखेरि कति इन्कम हुन्छ त्यो देखाउने छु साथीहरु मेरो चाहिँ यो फर्स्ट राइड लागिसकेछ यो राइड चाहिँ भक्तपुरको रहेछ 156 को रहेछ प्यासेन्जरलाई फोन गरौँ ए हुन्छ हुन्छ सर म आउँदैछु है ए हुन्छ हुन्छ हस् प्यासेन्जर भने यतै हुनुपर्छ तपाईँ हो सर बस भयो सर ए हुन्छ हुन्छ यस सर खत्म बाय बाय टाटा गुड बाय गया नहीं सर कहाँनिर हो र ल कहिले धेरै भयो 3-4 महिना यही मारेको थियो ल यतै हो ए अगाडिको ए हो ओके अनलाइन हो त है इन गर्छु अहिले चाहिँ म इन ड्राइभमा ट्राई गर्छु चाहिँ हेरौँ ट्रिप लाग्छ लाग्दैन यार यस लाग्यो पेट्रोललाई अफ गरिदिउँ इन ड्राइभलाई अन गरिदिउँ अब फोन गरौँ प्यासेन्जरलाई हेलो बहिनी तपाईँ लोकेसनै हुनुहुन्छ ए बहिनी म आउँदैछु है ए ल ल दिदी यता चौतारा कता हो यतै हो हस् थ्याङ्क यू म फर्काउँछु है बहिनी भयो बहिनी तर तपाईको लोकेसन उतै देखाइरहेको थियो कि लिनु बहिनी हस् थ्याङ्क यू पेट्रोल पनि हाल्नु पर्यो टर्न गरेर हजुर हो कता रे यही हो त हुन्छ
ओके चेन्ज हस् थ्याङ्क यू के यस्तो साथीहरु मेरो अर्को टिप पनि लागिसकेको छ फोन गर्नु कस्टमरलाई पठाउँछु अफ गरिदिइहालौँ यार फेरि पठाउमा नि बोल्छ र हेलो हेलो ब्रदर तपाईँ कहाँ लोकेसन हुनुहुन्छ ए हुन्छ म आउँदैछु है ए ल ब्रदर ल राइट साइडमा हो ओके यता हो बहिनी ए ल ओके ए हुन्छ हुन्छ हस् बहिनी थ्याङ्क यू साथीहरु अहिले चाहिँ रातिको 9:30 बजेको छ आजलाई चाहिँ मैले 5 वटा राइड कम्प्लिट गरेको छु यसमा चाहिँ मैले कति पाएँ भनेपछि 100 2 3 4 5 6 7 8 910 पाएको छु टोटल यसमा तपाईको मेरो आज 45 किलोमिटर घुडेको छ यसमा 200 कटाउँ पेट्रोलको 910 माइनस 200 अनि कमिसन 160 910 माइनस 200 माइनस 160 गरेपछि आज चाहिँ मेरो 550 बजेको छ तर मैले आज जम्मा 7 बजे निस्केको थिएँ 2.5 घण्टाको मात्र कमायो है साथीहरु